आजको यस भिडियोले चाहिँ तपाईलाई साउथ कोरिया एकदमै सजिलै पुर्याउन सक्छ विदाउट एनी कन्सल्टेन्सी फी, विदाउट एनी डकुमेन्टेसन फी हैन। तपाईले कसैलाई पनि कुनै पैसा नतिरिकन डाइरेक्टली चाहिँ यो भिडियो तपाईले अन्त्यसम्म हेर्नुभयो भने चाहिँ तपाईले आफैले चाहिँ युनिभर्सिटीको बारेमा बुझेर तपाई आफै यहाँ अप्लाई गरेर चाहिँ साउथ कोरिया यो भिडियो हेरेपछि चाहिँ आउन सक्नुहुन्छ 100%। सो यो भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। र नमस्कार, म चाहिँ प्रशान्त ठाकुर र आजको यस भिडियोमा मैले पछिल्लो दुईटा भिडियोमा चाहिँ तपाईलाई पार्ट 1 र पार्ट 2 मा चाहिँ के डकुमेन्ट चाहिन्छ र मैले के भइसकेपछि चाहिँ तपाईहरुलाई यो भिडियो प्रदान गरिदिनेछु भन्ने बारेमा भनेको थिएँ। सो फाइनल्ली चाहिँ 1K तपाईहरुले पुर्याइदिनु भयो र त्यसको लागि चाहिँ मैले तपाईहरुको लागि यस्तो गिफ्ट लिएर आएको छु जुन चाहिँ 100% वर्किङ र जुन चाहिँ मैले आफैले पनि युज गरेर चाहिँ तपाईहरुलाई यो भन्न गइराखेको छु। सो भिडियोलाई स्टेप बाइ स्टेप हेर्नु होला र तपाईले यदि कुनै पनि केही कुरा बुझ्नु भएन भने मलाई WhatsApp, Instagram र फेसबुकमा मेसेज गर्न सक्नुहुन्छ। म तपाईलाई पर्सनली पनि हेल्प गरिदिनेछु। र यो भिडियो हरेक स्टुडेन्ट र हरेक जोले चाहिँ यहाँ साउथ कोरियाको लागि अप्लाई गरिराख्नु भएको छ र गर्ने सोच बनाइराख्नु भएको छ भने चाहिँ अब सबैको फाइनान्शियल कन्डिसन एउटै हुँदैन। नेपालमा सबैसँग पैसा हुँदैन, सबैसँग डकुमेन्टेसन प्रपर हुँदैन। तर यहाँनिर बुझ्न त सक्नुहुन्छ नि तपाईहरुले तपाईको रिक्वायरमेन्ट पुगेको छ कि छैन। तपाई कन्सल्टेन्सी नगइकिन पनि यहाँनिर चाहिँ अब तपाईलाई थाहा नै छ नेपालमा कस्तो खालको ब्ल्याक मार्केटिङ छ। जे कुरामा पनि अस्ट्रेलिया, US जहाँ जाँदा पनि पैसा धेरै नै लाग्ने के कारणले हो भन्दाखेरि बिचमा चाहिँ इन्टरमिडिएट मान्छे बस्दिन्छ र उहाँहरूले चाहिँ पैसा खानुहुन्छ। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ यहाँ साउथ कोरियामा पनि यस्तो पछिल्लो दिनमा धेरै कुराहरू भइरहेको छ र मैले त्यसलाई यस्तो सल्युसन तपाईहरुको लागि लिएर आएको छु जुन चाहिँ यो आज निकै नै हेल्पफुल हुनेछ भन्ने आशा राख्दैछु। सो भिडियोलाई सुरु गरौँ। ओके फ्रेन्ड्स, सबसे पहिला त तपाईहरु आफ्नो फोनको गुगल खोल्नु होला र गुगल खोलिसकेपछि तपाई सर्च बारमा गएर यहाँनिर जिनहाक एप्लाई भनेर थिच्नु होला। यहाँनिर चाहिँ यो लोकेसन आउँछ होला, तर यस्तोमा क्लिक नगरिकिन तपाई यो जिनहाकमा मात्रै क्लिक गर्नुभयो भने यस्तो वेब खुल्छ। र यो वेब खुलिसकेपछि तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ यहाँ कोरियनमा पनि लेखेको छ जिनहाक र यहाँ जिनहाक अप्लाई भनेर इङ्ग्लिसमा लेखेको छ ब्र्याकेटमा। यो सेकेन्ड लिङ्कमा क्लिक गर्नु होला र अब यो खोलिसकेपछि यहाँ तपाईले जसो कि हेर्न सक्नुहुन्छ कमन एप्लिकेसन सबमिसन अनि जेनरल एप्लिकेसन सबमिसन। सो तपाईले चाहिँ कमन भनेको यहीँ बसिराख्नु भएछ भने चाहिँ ट्रान्सफर गर्दाखेरि चाहिँ यो माथिकोमा क्लिक गर्नु होला, अथवा चाहिँ यहीँनिर चाहिँ तपाईले अब जस्तो E7 E9 भिजामा हुनुहुन्छ र तपाईँ चाहिँ स्टुडेन्टमा पढ्न चाहनुहुन्छ भने चाहिँ माथिकोमा क्लिक गर्नु होला। र यदि अब नेपालबाट आइराख्नु भएको छ ग्रेजुएसन अन्डर ग्रेजुएसनको लागि चाहिँ यो तल जेनरल एप्लिकेसन सबमिसनमा गएर चाहिँ यो सेकेन्डकोमा चाहिँ यो सर्टकटमा क्लिक गर्नु होला यहाँको लागि। सो यहाँ क्लिक गर्नु होला र यहाँ क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईको अब यो ट्रान्सफर एडमिसन माथि ग्रेजुएसन स्कुल, स्पेशल युनिभर्सिटी, फरेनर अब्टेनिङ डिग्री, इलिमेन्टरी, मिडल स्कुल, हाई स्कुल, तपाईले यहाँ छ नि साउथ कोरियामा भएभरको युनिभर्सिटीदेखि लिएर जस्तो कि तपाईले यहाँ सोल नेसनल युनिभर्सिटी हेर्न सक्नुहुन्छ, हानयाङ युनिभर्सिटी। सो यो टप र्याङ्किङ युनिभर्सिटिजहरू हुन्छ। यहाँनिर तपाईले चाहिँ अब के गर्नुपर्ने हुन्छ भन्ने कुरा म देखाउँदैछु, हेर्नु है गाइज। सो हानयाङ युनिभर्सिटी, योन्सी युनिभर्सिटी, यो तपाईले जति युनिभर्सिटी हेरिराख्नु भएको छ यो तपाईले सबैमा अप्लाई गर्न पनि मिल्छ। तर त्यसको लागि चाहिँ तपाईले अब यसको कहिलेसम्म बुकिङ छ, डेटहरू सबै चेक गर्नुपर्ने हुन्छ। ल अब तपाईले यो अप्लाई गर्दाखेरि चाहिँ हामी यो हानयाङ युनिभर्सिटीको हेर्छौँ। सो यहाँनिर क्लिक गर्नु होला र अब यहाँ क्लिक गरिसकेपछि पेजलाई चाहिँ कोरियनमा हुन्छ, त्यसलाई चाहिँ तपाईँ इङ्ग्लिसमा ट्रान्सलेट गरेर हेर्न सक्नुहुन्छ सबै। सो यो मजाले तपाईहरुको यहाँनिर सबै क्लियरली युनिभर्सिटीले डेटदेखि लिएर कहिले चाहिँ एप्लिकेसन लिँदैछ भन्ने यहाँ पिरियड लेखिएको छ। मार्च 4 देखि लिन्छन् र मार्चको 27 सम्म चाहिँ यिनीहरूले क्लोज गर्छन्। सो यो सबै राम्रोसँग डिटेल्समा पढ्नु होला, मैले पढिनँ। सो अब यहाँ इङ्ग्लिसमा यसरी क्लिक गर्नु होला र यहाँ हेर्नु अनलाइन एप्लिकेसन मार्च 4 देखि लिएर मार्च 27 छ। र अब डकुमेन्ट्सहरू चाहिँ के चाहिन्छ भनेर चाहिँ तपाईले यो मार्च 4 देखि 10 बजीदेखि लिएर अप्रिलको 3-5 PM सम्म डकुमेन्ट सबमिट चाहिँ गर्नुपर्ने हुन्छ। र रिजल्ट कहिले आउँछ भने जुनको 12 यतिमा चाहिँ अनाउन्समेन्ट हुन्छ। अनि ल ट्युसन फी तपाईले कहिले हाल्नुपर्ने हुन्छ भन्ने बारेमा, अनि यहाँ सेमेस्टर कहिले हुन्छ भने सेप्टेम्बर 1 देखि बिगिन हुन्छ। तपाईको सेप्टेम्बर इन्टेकको लागि यो एप्लाई हुनेछ। र यसको लागि चाहिँ तपाईले अब चेक द नोटिस बिफोर अनलाइन एप्लिकेसन, यो फर्स्टमा यसरी क्लिक गर्नु होला र यहाँ क्लिक गरिसकेपछि फेरि तपाईले इङ्ग्लिसमा क्लिक गरिसकेपछि अब हेर्नु यहाँ अन्डर ग्रेजुएट हो कि ग्रेजुएट हो हैन, तपाईले
जुनको लागि एप्लाई गर्न लाग्नु भएको छ यहाँ एप्लाई नाउमा क्लिक गरिसकेपछि फेरि यो अर्को पेज खुल्छ र यहाँ हेर्नु है त यिनीहरूले अहिले किन लिएन भन्दाखेरि यिनीहरूको एप्लिकेसन चाहिँ 4 मार्चबाट खुल्नेछ। सो त्यही भएर चाहिँ फेरि तपाईँलाई यो फर्स्ट इन्टरफेसमा आइपुग्नु भएको छ। तपाईँ यसरी चाहिँ तपाईँले क्लिक गरेर यहाँनिर हेर्न सक्नुहुन्छ। र अब हेर्नु है यहाँ यो युनिभर्सिटीको बारेमा तपाईँले पढ्न सक्नुहुन्छ, यहाँ युनिभर्सिटीको भिडियो हेर्न सक्नुहुन्छ र तपाईँको चाहिँ यहाँ गाइड बुक पनि छ। स्टुडेन्टको क्यालेन्डरदेखि लिएर के छ यो युनिभर्सिटीमा टोटल तपाईँले यहाँ कसैलाई केही नभनिकन यहाँ हेर्नु है युनिभर्सिटीको टोटल लोकेसनदेखि लिएर चाहिँ युनिभर्सिटीको फ्याक्सदेखि लिएर युनिभर्सिटीको टेलिफोन नम्बरदेखि लिएर युनिभर्सिटीको इमेल सबै हुन्छ यहाँ। तपाईँले डाइरेक्टली युनिभर्सिटीलाई पनि तपाईँको यदि डकुमेन्ट उनीहरूले चेक गरेन सो गरेन भने चाहिँ यहाँ कल गरेर पनि तपाईँले सोध्न सक्नुहुन्छ र यो सबै इभेन्टहरू पनि तपाईँले युनिभर्सिटीको हेर्न सक्नुहुन्छ। र अब हेर्नु है तपाईँहरूलाई म एउटा तपाईँहरूले केही कुरा बुझ्नु भएन भने चाहिँ यहाँ हेर्नु है एडमिसन गाइडलाइनमा क्लिक गर्नु होला र यिनीहरूले के मागेको छ त अब अन्डर ग्रेजुएटको लागि तपाईँलाई के डकुमेन्ट चाहिन्छ भनेर चाहिँ तपाईँले यहाँबाट यसरी गर्न सक्नुहुन्छ। अब यसरी यहाँनिर हेर्नु होला यिनीहरूले के मागेको छ भन्दाखेरि तपाईँलाई अब जे मागेको छ यो अनुसारले चाहिँ तपाईँले डकुमेन्ट्सहरू रेडी गरेर र त्यो डेटमा चाहिँ तपाईँले एप्लाई गर्नुपर्ने हुन्छ। यहाँ हेर्नु होला है यो यसरी हुन्छ सबै आउँछ। यो D2 को लागि के हो, D4 को लागि के हो, तपाईँको इन्टरभ्यू कहिले हुन्छ र तपाईँले ट्युसन फी यहाँ कहिले हाल्ने हो सबै डिटेल्समा आउँछ है त। सो आशा छ तपाईँहरूले यो बुझ्नुभयो होला र यदि बुझ्नु भएन भने म अर्को पार्ट पनि बनाइदिने आशा छ। तपाईँहरूले यो भिडियो हेरिसकेपछि तपाईँहरूले बुझ्नुभयो होला कि कसरी तपाईँले सेल्फ अप्लाई गरेर चाहिँ कसरी युनिभर्सिटी चुज गरेर कसरी चाहिँ तपाईँले कलेजको फी र कलेजको डेडलाइन कहिलेसम्म र कुन इन्टेकमा तपाईँले भ्याउन सक्नुहुन्छ भन्ने बारेमा चाहिँ यो भिडियो हेरेर तपाईँहरूले बुझ्नुभयो होला। र यदि च्यानलमा नयाँ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला र अब चाहिँ यस्तै इन्फर्मेटिभ भिडियोजहरू आइ नै राखेको हुन्छ। सो वाच गर्न नभुल्नु होला र तपाईँको जो साथी यहाँ साउथ कोरिया आइराख्नु भएको छ उहाँलाई ट्याग गर्न नभुल्नु होला, सेयर गर्न नभुल्नु होला। हस्त धन्यवाद। सी यू इन नेक्स्ट भिडियो।